मान्य सदस्य विधि त भर्खर म सभामुख बोलिरहेको बेलामा यहाँ उठिदिनु भयो, मैले माइक नदिँदा, मैले समय नदिँदा बोलिरहिदिनु भयो। विधि त हामीले बिगारिरहेका छौँ। मान्य सदस्य, विधि बसाल्ने हामीले नै हो। त्यसकारणले मैले के भनिरहेको छु भने सदनमा आउने मान्य सदस्यहरूको प्रश्नको जवाब दिने कुरा तयारी पनि गर्नु पर्ला। त्यसकारणले सम्माननीय प्रधानमन्त्रीज्यूले निरन्तर भनिरहनु भएको छ कि म सदनमा आएर मान्य सदस्यहरूको प्रश्नको उत्तर, म प्रश्न लिन तयार छु, उत्तर दिन तयार छु, म आउँछु, यही नै सन्देश दिउँ सदनलाई भनिरहनु भएको छ। मैले सभामुखको चेयरबाट यही सन्देश दिइरहेको छु। त्यसकारणले म मान्य सदस्यहरूलाई फेरि पनि अनुरोध गर्छु, हामी कानुन निर्माणको प्रक्रियामा छौँ। देशले संविधान बनेको 10 वर्ष पुरा भइसकेको अवस्था छ। थुप्रै कानुनहरू निर्माण हुन बाँकी छ। यो मैले मान्य सदस्यहरूलाई भनिरहनु पर्दैन। त्यसकारणले हामी सदन स्थगित गरिरह्यौँ, सदन चलाएनौँ, सदनलाई बन्द बनाइराख्यौँ भने त कानुन त कसरी निर्माण हुन्छ र? त्यसकारणले मान्य सदस्यहरू, मैले फेरि पनि यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूले आएर सदनमा मान्य सदस्यहरूको प्रश्नको जवाब दिने तयारी गरिरहनु भएको र छिट्टै उहाँ आउने सन्देश पनि प्राप्त भएको हुनाले आज बाँकी कार्यसूचीमा रहेको कार्यक्रम अगाडि बढाउनको लागि सहयोग गर्नलाई म विपक्षी बेन्चका सबै मान्य सदस्यहरूलाई अनुरोध गर्छु।